आज चाहिँ मैले देखाउने वाला छु यस्तो डेन्जर चीज। हेलो एन्ड नमस्ते, आज हो डे 12 र आजको मेरो बिहानको सुरुवात भयो ओछ्यान मिलाउने कामबाट। र ओछ्यान मिलाएर तल झरेको, तल पनि फोहोर भएको रहेछ, त्यही भएर फटाफटी लाएर बढारी हाले। र अब चोक गएर सामान लिएर आम भनेको त मम्मी बिरामी हुनु भएछ, त्यही भएर मम्मीको लागि चिया पकाएर पनि दिए। त्यसपछि आफूले पनि खाए। त्यसपछि लागे म भाँडा माझ्नतिर। अनि मम्मीले खानासाना पकाएर खाना खायो जा भन्नुभयो, त्यही भएर म चाहिँ लागे खाना पकाउनतिर। अनि म गएको थिएँ बारीमा मुन्टा टिप्नलाई। फर्स्ट टाइम भएर होला म त कुन टिपुम भनेर छक्कै परेको थिएँ। जसो तसो एक मुठी टिपेर ल्याएर केलाइहाले। त्यसपछि हेर्दै यस्तो मिठो जस्तो हुने गरी मुन्टा पकाए। त्यसपछि छिटो छिटो खाएर धन्दा पनि गरिहाले। अनि नुहाइदै गरेर चोक जान पनि रेडी भए। अनि तुफानमा साइकल पनि निकालिहाले। र तपाईहरुले थाहा पाइसक्नुभयो कि आज म चोक किन जाँदैछु भनेर। त्यसपछि झोलामा हालेर लिएर आए। र अब चाहिँ म गर्दैछु यसको अनबक्सिङ। यदि तपाईहरुलाई यसको नाम थाहा छ भने चाहिँ तलको कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला र हामीहरुलाई फलो पनि गर्नु होला। अनि तपाईहरुलाई यो कस्तो लाग्यो त्यो पनि कमेन्ट गरिदिनु होला। अब चाहिँ म यसको हाइट कति छ भनेर देखाउँछु है त। ल हेर्नुस्, यसको हाइट चाहिँ म भन्दा पनि अग्लो रहेछ र यसबाट चाहिँ भिडियोहरु चाहिँ यस्तो आउँदै रहेछ। माथिबाट भिडियो खिच्दा त मलाई त कति सानो देखिरहेको थियो। र आजको लागि यति नै, बाइ।